यहीँ बस्छु कागबेनीमा तीर्थ श्राद्ध सिद्ध्याएर हामी छौँ। यतातिर दक्षिणतिर हिमाल देखिरहेछ, दक्षिणतिर यति राम्रो हिमाल देखिएछ अनि सूर्योदय पूर्वतिरबाट भएको छ। भर्खर सूर्योदय भएको झन्डै 1 घन्टा जति भयो। हामी यहाँ तीर्थ श्राद्धमा अनि पश्चिमतिर चाहिँ यस्तो पहाड जम्मै पहिरो लडेको, केही नै नभएको, रुख बिरुवा आदि इत्यादि नभएको पहाड छ। अनि यहाँ कागबेनीमा तीर्थ श्राद्ध गर्नेहरूको भिड छ। यस्तो भिड हुँदो रहेछ, सधैँ हुने हो कि के हो थाहा छैन, यस्तो भिड छ। अनि हामीले चाहिँ तीर्थ श्राद्ध सिद्ध्यायौँ। अब हामी तीर्थ श्राद्ध सिद्ध्याएकोले अब हामी चाहिँ मुक्तिनाथ धाम जान्छौँ। मुक्तिनाथ धाम गएर हामी मुक्तिनाथको 108 धारामा नुहाएर त्यहाँ मुक्तिनाथको दर्शन गरेर पूजा अर्चना जे हुन्छ गरेर यथाशक्य गरेर अनि हामी आजै मुस्ताङबाट बागलुङतिर प्रस्थान गर्छौँ। हस्।